बुहारी म गाईलाई घाँस काटेर ल्याउँछु त पानी खुवाउँदै गर है। ल हुन्छ आमा। ल बाबु पानी खाऊ ल्याऊ। तिर्खा लागेको छैन? खाऊ बाबु लौ खाऊ 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 न खाऊ। तिर्खा लागेको छैन? खाऊ खाऊ ल्याऊ खाऊ पानी खाऊ। के गरेर त्यो बुहारी? होइन पानी खुवाउनु भन्नु भएन नि पानी खुवाएको नि गाईलाई। अनि त्यसरी खुवाउँछ गाईलाई पानी? माइतमा सिकेर आएको थिइनस्? ठुलो बाल्टीमा पनि लिएर खुवाउनु पर्छ त। घरमा गाई गोरु पालेको थिएन? यसरी खुवाउनु। ल ल ल पानी 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 आइज ल ल त्यसो गरेर खुवाउनु। बुद्धि छैन खा त लु पानी। हो यसरी खुवाउनु पानी। बुहारी हजुर यो अङ्कल आउनु भएको छ आएर नमस्ते गर। नमस्ते। ए नमस्ते। अनि कस्तो छ राम्रै छ? ठिकै छ। तपाईँको परिवारहरूलाई ठिकै छ? ए राम्रै छ। ल बात भरे मारौँ ल। पहिले चिसो पानी त ल्याइदियो अङ्कललाई तिर्खा लागेको होला। ल हुन्छ। ल हन के गरेको त्यस्तो? तेरो बुद्धि छैन? त्यसरी दिन्छ पानी? ए ल ल ल ल ल ल आमा के भयो? आमा के भयो?